नमस्कार सबैलाई। स्विट कोइन एप्लिकेसनमा हाम्रो स्टेप टार्गेटहरू कसरी तलमाथि गर्न सकिन्छ आज हामी यो भिडियोमा हेर्नेछौँ। छोटो जानकारी दिनेछु। आउनुहोस् सुरु गर्नेछौँ। यो भयो स्विट कोइनको होम पेज। यहाँ माथि जे लेखेको छ यो प्रोफाइलमा क्लिक गर्ने। यो भयो हाम्रो प्रोफाइल। यहाँ हामी हेर्छौँ भने हाम्रो हरेक रिपोर्टहरू यहाँ आइरहेको हुन्छ, एचिभमेन्टहरूदेखि लिएर अर्न स्टेप भनेर। त्यसपछि तल देख्नुभएको छ योर करेन्ट गोल, अनि यहाँ हामी हेर्न सक्छौँ 3400 डेली गोल यति हिँड्नुपर्ने। यहाँ प्लस माइनसको अप्सन छ। जब प्लस थिच्यो भने धेरै हुन्छ, माइनस थिच्यो भने कम हुन्छ। यसरी हामीले आफ्नो सेट गर्न सकिन्छ हाम्रो डेली गोल, कति स्टेप हिँड्न सकिन्छ। जति सकिन्छ, जति हामी डेली हिँडिरहेको हुन्छ त्यति नै गरिराख्दा हुन्छ। हवस् त साथीहरू, आजको लागि यति नै जानकारी। आज हामीले सिक्यौँ कसरी हाम्रो डेली गोलहरू चाहिँ तलमाथि गर्न सकिन्छ भन्ने कुरा। यदि कोही साथीहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने यो स्विट कोइन एप्स युज गरेर के अर्न गर्ने भनेर तपाईँहरूको लागि मेरो रिफरल लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईँहरूले त्यो क्लिक गरेर प्ले स्टोरहरूबाट डाउनलोड गर्न सक्नुहुनेछ र मेरो टिममा जोडिन सक्नुहुनेछ। हुन्छ, धन्यवाद। थ्याङ्क यू फर वाचिङ साथीहरू।